हेलो गाइस, सबैजनालाई फेरि पनि भेरी भेरी गुड मर्निङ है। र आज पनि मैले यहाँ हस्पिटलमा आइसकेको छु र अहिले भर्खर लन्च लिएर देख्न सक्नुहुन्छ लन्च है। लन्च लिएर चाहिँ आएको 12 बजीको लागि गाइस होइन। र मेरो बुढी चाहिँ यहाँ छ है। मजा आउँदैछ हस्पिटलमा बस्नु? कहिले घर जाउँ भइसक्यो होला है। कस्तो भइरहेछ? ढाड दुखिरहेछ? ढाड दुखिरहेको छ अरे साथीभाइ। सुप हेर्दा खिलाउँदैछु। खै कहिले चाहिँ अब छुट्टी हुने हो। आजसँग 5 दिन भयो सिजर भएको। 5 दिन भयो, 6 दिन भयो, 5 दिन भयो है। 21 तारिक आएको नि त। सिजर गरेकोसँग 5 दिन भएछ साथीभाइ सिजर गरेको हो। अब घर कहिलेतिर घर गइ हुन्छ, बुधबारतिर खोल्छ होला। यस्तै छ है। पानी पुरा परेर आज फेरि हो हतार हतार काम गरेर आएको हो। फेरि गएर गर्नुपर्ने हुन्छ। र बहिनी चाहिँ अहिले सुतिरहेको छ। नानी चाहिँ यहाँ सुतिरहेको छ। नानी चाहिँ हो अहिले चाहिँ देखाउँदिनँ होला। नानीको अनुहार चाहिँ बादमा देखाउँछु तपाईँहरूलाई है। के हो नामकरण गरेर मात्रै देखाउने होइन? एकदम नामकरण गरेर मात्रै देखाउने है साथीभाइ। र यति भन्दै आजको मेरो भिडियो यहीँ राख्न चाहन्छु है। मैले खाना बनाएर ल्याएको कस्तो मिठो लाग्दैछ कि लागेको छैन भनिदिइ होला। मिठो बनाएर ल्याउँदैछ मेरो बुढाले खाना। मिठो बनाएर ल्याउँदैछ है। ल सबैजनालाई बाई बाई गरिदियो। सबैजनाले दामी दामी कमेन्ट गर्नुभएको थियो है। कङ्ग्रेचुलेसन भन्नुभएको थियो। तपाईँहरू सबैजनालाई मनबाट थ्याङ्क यू है। र तिमी पनि भन्छौ? सबैजनालाई थ्याङ्क यू। मेरो हस्बेन्डको फलोवर्सहरूलाई। ल साथीभाइ यति भन्दै आजको मेरो भिडियो है यहीँ राख्न चाहन्छु। लभ यु अल, टेक केयर, बाई बाई। नेक्स्ट भिडियोमा तपाईँहरूसँग भेट्ने छु है। बाई बाई।